युके पढ्न जानको लागि नेपाली विद्यार्थीले टप 5 कुराहरू के बुझ्नुपर्न आवश्यक छ भने तपाईले रोजेको कल्सनिसी कस्तो छ त, त्यो कल्सनिसीले कति वर्ष पुरानो छ र कति जना विद्यार्थी त्यहाँबाट भिसा लागेको छ त। सेकेन्ड कुरा, तपाईको काउन्सिलरसँग एक्सपिरियन्स नलेज छ कि छैन, तपाईले सोधेको एन्सरहरू काउन्सिलरले अरूबाट सोधेर दिइरहेछ कि रिसर्च गरेर दिइरहेछ कि आफ्नो एक्सपिरियन्सबाट तपाईले एन्सर दिइरहेछ। थर्ड कुरा भनेको तपाईले जहाँ गएको युनिभर्सिटीमा त्यो कल्सनिसले पहिला विद्यार्थीहरू पठाएको छ कि छैन, तपाईको रिलेभेन्ट कोर्समा तपाईको सिनियर दाइ दिदीहरू गएको छ कि छैन र तपाईको त्यो काउन्सिलरले त्यो युनिभर्सिटीसँग राम्रोसँग रिलेसन लिङ्कअप छ कि छैन। फोर्थ कुरा भनेको युकेमा जाँदाखेरि तपाईको चाहिँ रिलेभेन्ट सस्तो युनिभर्सिटी सस्तो कोर्सहरू र त्यो कोर्सको तपाईको चाहिँ स्कोपहरू छ कि छैन। त्यस्तै गरेर तपाईको चाहिँ जाँदै गर्दाखेरि इनसाइड लन्डनमा जाँदाखेरि तपाईको जबको लागि राम्रो रेस्पोन्सिबिलिटी कल्सनिसीले सपोर्ट गर्छ कि गर्दैन, एकोमोडेसनको लागि राम्रो कल्सनिसीले सपोर्ट गर्छ कि गर्दैन। त्यस्तै गरेर तपाईको विकमा कति दिन क्लास हुन्छ, 2 दिन क्लास हुन्छ कि 3 दिन क्लास हुन्छ कि 4 दिन हुन्छ, सकेसम्म कम क्लास भएको युनिभर्सिटीमा तपाईहरु जानुभयो भने जबको लागि एकदम राम्रो एकदम बेस्ट हुन्छ। त्यस्तै गरेर तपाईको चाहिँ सिभीहरु कल्सनिसीले सपोर्ट गर्छ कि गर्दैन। त्यस्तै गरेर तपाईको चाहिँ जब सपोर्टहरुदेखि लिएर तपाईको चाहिँ एकोमोडेसनहरु सबै कुरा कल्सनिसीले राम्रोसँग सपोर्ट गर्छ भने त्यस्तो कल्सनिसीमा जानुहोस्। र त्यस्तो कल्सनिसी भनेको हामी हो धनञ्जय स्टडी अब्रोड। सो धनञ्जय स्टडी अब्रोडबाट तपाई पनि युके को लागि आफ्नो गन्तव्य रोज्न चाहनुहुन्छ भने स्क्रिनमा दिएको नम्बरबाट तपाईले कन्ट्याक्ट कल मेसेज गर्न सक्नुहुन्छ। आई एम धनञ्जय सर, धनञ्जय स्टडी अब्रोडबाट। थ्यांक यू भेरी मच।